आज चाहिँ हामी एडिलेड जान लागेको हो अनि हामी चाहिँ बिहान 5 बजीतिर उठेर सबै रेडी पारेर हामी घरदेखि निस्किँदाखेरि चाहिँ एक्ज्याक्ट 6:20 भएको थियो अनि हामीलाई चाहिँ अराउन्ड 1:34 पुग्ने देखाएको छ। वहाँ गएर हामीले क्याम्पिङ गर्छौँ अनि बिचमा चाहिँ बार्बिक्यू गरेर कतै बार्बिक्यू गर्छौँ, लन्च गर्छौँ अनि त्यसपछि क्याम्पिङ सम्पिङ लगाएर डिनर खाएर अनि सबै अपडेट गराउँछौँ। अनि भोलि चाहिँ महेशको बर्थडे हो, भोलि चाहिँ उतै सेलिब्रेट गर्छौँ अनि गरेर अनि स्याटरडे चाहिँ फर्किन्छौँ किनभने मेरो स्याटरडे साझा काम छ। See ya. धेरै हुन् यसले कति राम्रो हेर्नु नि त्यो गोल्डन आवर। हामी चाहिँ कति 3 आवर्स ड्राइभ गरिसक्यौँ अनि यहाँ चाहिँ हामी बार्बिक्यू गर्न लागेको। अब म यसले बार्बिक्यू सेटअप गर्दा आउँछ तपाईँलाई ल कार लिएर आउनु। कस्तो क्वाइट प्लेस रहेछ कि अनि राम्रो लाग्यो अनि यहाँ ट्रेन पनि रहेछ। अहिले एकछिन फोटो खिच्छु, यहाँ बार्बिक्यू गर्छौँ अनि त्यहाँ गएर खान्छौँ। त्यही सुतेँ, धेरै नै सुतेँ, 1 घन्टा सुतेँ अहिले उठेँ, खान्छु अनि फेरि सुत्छु। भइरहेछ गाइजहरू मासु अब एकछिनमा खाने कुरा देखाउँछु म है गाइजहरू। यत्रो चिप्स छ कि लिटरली यहाँदेखि यहाँ मेरो कम्मरदेखि मेरो कुमसम्म चिप्स है। हामीले कहिले खाएर भ्याउने, कहिले त्यो भ्याउनु न कति राम्रो लाग्छ चिप्स। कस्तो राम्रो सिनाको माई गड। मेरो के है मेरो यस्तो अगाडि आएपछि होइन कस्तो ठुलो फेस देखिन्छ। म अलिक पछाडि गयो भने चाहिँ अनि बल्ल ब्यालेन्स हुन्छ कि त्यो मैले यसरी भ्लगिङ गरेँ भने मेरो फेस ठुलो आउँछ। त्यही भएर डोन्ट माइन्ड होइन। यो खाएर देखाउँछु ल कस्तो छ। यो चाहिँ के को हो यो केटल चिल्ली विथ रेड चिल्ली एन्ड ज्यालापिनो यो ज्यालापिनो भन्दो रहेछ अरे। अनि चिप्स खाएँ है त। मलाई रेड डग मन लाग्छ। Introducing Mahesh Khatri. कहाँ आउनुभएको हामी कहाँ आएको घुम्न हो? कस्तो लागिरहेछ त? शान्त लागिरहेछ। यस्तो राम्रो छ, पर्फेक्ट छ है। हामी चाहिँ डान्स गर्छौँ है। डान्सको सिरिज सुन आउँछ। राम्रो छ बादल, पिङ्किस बादल भएको छ। खै तपाईँ कुन चाहिँ कलर? ब्लू थिएन? यो मस्किटो ब्यान्ड हो यो गाइजहरू।
कस्तो पिङ्किस कति राम्रो कप बादल हो आज हाम्रो क्याम्पिङ साइट यही हो हामीले यही क्याम्पिङ गरेको ओ माय गॉड महेश केसीको ह्याप्पी डान्स फेरि एकचोटि ओ माय गॉड दान त जङ्गल त्यो डिस्कभरीको च्यानलमा जान्छ नि सर्फ खोज्न कि त्यस्तै देखियो छ कम्फर्टेबल लुगामा चेन्ज गरिसकेँ मस्किटो ब्यान्ड पनि लगाइसकेँ एभ्रिथिङ ओके अब यहाँ सबै सकेर हामी भोलि बिहान एक्ज्याक्ट 5 बजी हामी निस्किन्छौँ किनभने हामीले धेरै नै घुम्न बाँकी छ त्यहाँ गएर घुमेर अनि साँझ त्यही बस्छौँ अनि त्यहाँ साँझ बसिसकेपछि भोलि बिहान हामी 5 बजी निस्किन्छौँ किनभने काम भेटाउनु छ मलाई अनि महेश पनि छुट्टै काम छ सी यु टुमोरो बाई